Hi everyone, welcome to my channel. अनि आज चाहिँ हामी स्कुल जाँदैछ हो यसरी ए अच्छी नहीं तेरा यहाँ ना आज मैं पूछे ना बाय बाय ए तेरे ना हेलो कर दो ये तेरे ना तुम हेलो कर दो सारा बनेको हामी चाहिँ स्कुल जाँदैछ आज चाहिँ डेली भ्लग हो आजको चाहिँ है भन्नु न एकताल गुम्पा भनेर अब हामी तपाईलाई गुम्पा देखाउँछ है त्यो गुम्पाहरू देखाउँछ कहाँ कहाँ जान्छ आज अलिकति देखाउँछु है के हुने रहेछ आजको डेली भ्लग हेर्दै अम्बो स्कुल त माथि रहेछ हैन माथि हो यहाँको भएर पनि के भएको होला म चाहिँ स्कुल चाहिँ ए हत्तु नि बाटो चाहिँ यस्तो चेन पक्रेर बारी यस्तो छ यहाँ स्कुल चाहिँ ढिलो भएर छैन आए यस्तो थाक्यो उकालो हिँड्दै हिँड्दा यहाँ चाहिँ यस्तो रहेछ घर हामी चाहिँ जाँदैछ फेरि घुम्नको लागि है भर्खर स्कुल पुऱ्याएर आइपुग्यो गुम्पा पुग्छु हामी गुम्पा पुगेपछि चाहिँ अलिकति देखाउँछु तपाईहरुलाई अहिले चाहिँ हामी थाक्यो हामी चाहिँ अब गुम्पा आइपुग्यो हो स्कुलहरू भाइलाई पुऱ्याएर पनि गुम्पा अब तपाईहरुलाई डल्लै गुम्पा देखाइदिन्छु फिलहाल चाहिँ मेरो पुरा अहिले सोर सुकिरहेछ घाँटी दुखिरहेछ हो अलिकति चिसो लागेर अन्त अलिकति बोल्नु उयो भइरहेछ मलाई यस्तै आएकोदेखि चिसो जुसो खाँदा के खाँदा हो यस्तै भइरहेको छ अन्त यस्तो छ यहाँ माथि चाहिँ अब यो माने घुमाउँदै जानुपर्छ दुईजना चाहिँ आउँदैछ हिँडेर 3 पल्ट घुमाउनु पर्छ नि कि एकपल्ट हुन्छ होला है गुम्पा चाहिँ 3 पल्ट घुमाउँ है हाम्रो गुम्पा चाहिँ फिलहाल चाहिँ माथिबाट त्यस्तो छ भित्र खोलेको छैन ल भन्नु रहेछ है मेरो फोटो खिच्नु ल त गरम भएर नि बिचरा मेरो साथी घुमाउनु ल्याएको उसलाई हो हेर्नु जग्गा चाहिँ जग्गा चाहिँ मान्छेले जग्गाहरू देखेर मलाई इन्सपायर हुन्छ होला इन्सपायर छ फिलहाल चाहिँ गुम्पा आइसकिसक्यो हामी चाहिँ है यस्तै चाहिँ घुमाउनु सक्छ यो यताबाट यो मेन मान्छेले कसरी बिर्सेको चाहिँ गुम्पा घुमिसक्यौँ हो वाटर के मजाले आएको है हेर्नु नि अरे यो परसम्म के मजाले रोपेको नि घुमेर अब जाँदैछ फेरि यहाँतिर चाहिँ दोकानै छैन रहेछ नि त एउटा पनि है छिरिङ कसो खानु मन पर्यो है त्यो फास्टफुडहरू जाने बानी भएर यहाँ चाहिँ कहाँ जाने रहेछ दोकान ए हेरौँ के पाउँदो रहेछ मोटर हेर्नु न टुस परेको मोटर दोकान खोज्दै आइपुग्यो हो तर दोकान चाहिँ पाएको छैन यस्तो टाढो आइसकिसक्यो जङ्गलै जङ्गल एउटा दोकान छैन रहेछ पेलो जङ्गल यस्तो जङ्गलमा चाहिँ हामी चाहिँ दोकान खोज्दै हिँड्दैछ अब यहाँ पनि छ कि छैन अब दोकान यहाँ पनि यो भएन रुको दोकान नपाएर रुने कि मान्छे होइन देखाइदिनु कोही गर्न देखाइदिउँ दोकान नपाएर रुने मान्छे त्यहाँ ल के भन्नु छ तपाईँलाई दोकान आइपुग्यो हामी नाथे यो खाँदैछ हामी दोकान भेट्यो तर त्यसमा चाहिँ खाजा पनि थिएन ओन्ली चिप्स अलिअलि सामान पाउँदो रहेछ हामीलाई चाहिँ है कस्तो क्रेभिङ भइसकिसक्यो है पैसा बाँच्यो 1 लाख भयो 1 लाख सक्थ्यो होला पैसा उसले 1 लाख सक्थ्यो पैसा खाएर त्यस्तै क्रेभिङ भइरहेको
त्यो पैसा सकेन पैसा सकेन खाजा चाहिँ थिएन अन्त खाजा थिएन पैसा सकिएन यस्तो टाढो फत्तो भयो अब कसरी हिँड्नु भइरहेछ अझै उकालो हो भर्खरको गुम्बा आइपुग्यो हो अब हामी स्कुल जानुपर्छ फेरि उकालो चढ्नुपर्छ अघिकै बाटो ए आज डेली चाहिँ आज हामीले त्यस्तै गर्दैछ है घुम्दैछ डेली घुम्दैछ है हामी त अलिअलि भए पनि डेली घुम्दैछ हो पानी परेर गएन पानी चाहिँ तर हिजो अस्ति पानी पऱ्यो नि त तर पनि अलिअलि त घुम्यो त्यही छेउछेउमा भए पनि घुम्यो है आज चाहिँ बेसी नै घुम्यो हामी हत्तु हुन्जेलसम्म हो दोकान खोजेरै दिन बित्यो अन्त अब फेरि हामी स्कुल जाँदैछ स्कुलबाट चाहिँ फेरि हामी घर फर्किन्छ है त्यही हो गुम्बाबाट पनि फर्किँदैछ अब चाहिँ गुम्बा हामी घुमिसक्यो हो अब चाहिँ हामी स्कुल जान्छौँ हत्तु भएर बसेको मान्छे चाहिँ यस्तो हुन्छ औ हत्तु मान्छे बोल न हो अब चाहिँ हामीलाई एड्रेस याद छैन अब यहाँबाट सोध्नुपर्छ यहाँनिर हालत चाहिँ यस्तो भइसकिसक्यो आयो बेसी हिँडेर भाइ औ प्रभात थाक्यौ तिमी हत्तु भयो है बहिनी कोक सकेर पनि हामी चाहिँ पानीमा झरिसक्यो हो हत्तु मल्ल आइपुग्यो अब चाहिँ एकछिन बसेर भाइलाई लिएर चाहिँ घर जानुपर्छ है ग्राउन्डमा छ अब स्कुल आएर एकछिनमा छुट्टी हुन्छ ल भाइ चाहिँ अब भ्लग बनाउँदै बसिरहेको छु हो नेट चाहिँ चल्दैन रहेछ नि त यस्तो छ यही जग्गा चाहिँ यो चाहिँ स्कुलको ग्राउन्ड हो गरम चाहिँ आज चाहिँ मजाले घाम लागिरहेको छ हो यसरी नै अब बस्ने एकछिन त्यहाँबाट चाहिँ जाने हो घर स्कुलबाट आइपुगिसक्यो हो फुच्चेलाई ल्याउन आएको फुच्चे आयो भनिदिनु बोल्दैन लाज आउँदैछ हामी अहिले चाहिँ अघि चाहिँ हामी गुम्बा गएर पनि रेस्ट गरेर पनि अहिले चाहिँ हामी मोरङमा पनि आइपुगिसक्यो यी मोरङको घर चाहिँ यो है अनि भाइ हामी सबैजना है अगाडि पनि छ है जाँदैछ एकछिन हामी चाहिँ उपर गएको है अहिले आइहाल्छौँ हामी बेलुकातिर फर्किन्छ है अब मेरो चाहिँ यहीँनिरै हुने रहेछ आज चाहिँ दिन यहीँ बित्ने रहेछ अहिले एकछिन म भरे देखाउँछु के हुने रहेछ है अन्त भाइ तिमीले आज के गर्यौ ला के गर्यौ तिमीले स्कुल गएर आएर चाहिँ सिधै आएको है हामी तिमी स्कुल गएर आयौ हामी सिधै आएको उसको त केही छैन पनि होमवर्क गर्नु पाएन त्यही छ अब गएर हामी जाइ त हाल्छ होला 6-7 बजी जान्छ होला त्यतिखेर गएर होमवर्क गर्नु नि त्यहाँदेखि है अहिले एकछिनमा भेटौँ अब अरूहरू त अगाडि छ अब के बोल्नु है ल कहाँ आएको अरे तपाईँ फिलहाल चाहिँ अब हामी यस्तो छ खै योगिताको अब भ्लग बनाउने टाइमले पनि जान्दैछ है अब किनभने उसको चाहिँ घर आउने टाइम हुँदैछ हो मेरो चाहिँ अलिक टाइम लाग्छ ल घर आउनु घर आएपछि चाहिँ अलिक भ्याउँदिनँ नि त म ड्युटी जानुपर्छ नि त त्यही भएर हो यो चाहिँ मेरो भदै सिधा चाहिँ यता हो यता यो अब चाहिँ मान्छ योगिता क्युटी भाइ ऊ चाहिँ छुच्चा छ है कस्तो चाहिँ झापरी
यत्रो मान्छेले चाहिँ है अब यही चाहिँ हो हजुर मरो घर हामी चाहिँ यहीँ आएको छ है हिजो हामी के गर्दै थियो हिजोसम्म पनि त हामी बर्थडे नै मनाउँदै थियो हिजो हामी घुम्नु गएको थियो अन्त अत्तालिँदै आएको क्या हामी हामी चाहिँ आइपुगिसक्यो घर हो अन्त मरोबाट अघि भर्खर आइपुग्यो मैले चाहिँ त्यो आधी अलिअलि मात्रै गरेको छु रेकर्ड अन्त अहिले चाहिँ हामी फिलहाल घर आइपुगिसक्यो अब चाहिँ हामी सुत्न आँटेको हो अन्त अब हेरौँ फेरि भोलि के हुने रहेछ कसो हुने रहेछ है भोलि हामी कहाँ जाने रहेछ फेरि म त्यो देखाउने छु तपाईँहरूलाई अन्त आजलाई चाहिँ यति नै थियो है अन्त अब नेक्स्ट भिडियोमा भेटौँ है आजलाई चाहिँ यति नै हो है अब बाई बाई गुड नाइट